सम्पूर्ण साथीहरुमा नमस्कार। तपाईहरुलाई ज्ञान सारथी युट्युब च्यानलमा स्वागत छ। आज हामी वन रक्षक तथा गेम स्काउटको परीक्षाका लागि महत्त्वपूर्ण वस्तुगत प्रश्नोत्तर सामग्री लिएर उपस्थित भएका छौं। यस सामग्री वन रक्षक तथा गेम स्काउटको परीक्षाको तयारी गरिरहनुभएका तपाईहरुका लागि अत्यन्तै महत्त्वपूर्ण हुनेछ भन्ने हामीले अपेक्षा गरेका छौं। आजको यस सामग्रीतर्फ हामी अब अगाडि बढौं। यस वन रक्षक तथा गेम स्काउट लक्षित महत्त्वपूर्ण वस्तुगत प्रश्नोत्तरको पहिलो प्रश्नमा रहेको छ, कुकुरको बच्चालाई छाउरा भने जस्तै हात्तीको बच्चालाई के भनिन्छ? यसका अप्सनहरू रहेका छन् केटो, छावा, डम्मरु र पाजी। हात्तीको बच्चालाई छावा भनिन्छ, त्यसैले यसको सही उत्तर अप्सन बी हुन्छ। त्यसैगरी दोस्रो प्रश्नमा रहेको छ, भुडको विकास भएर भुडको बिउबाट बाहिर निस्कने प्रक्रियालाई के भनिन्छ? ए मा जरा गाड्ने, बी मा अंकुरण, सी मा माथिका दुवै र डी मा माथिका कुनै पनि होइन भन्ने यसको अप्सनहरू रहेका छन्। यसको सही उत्तर हो भुडको विकास भएर भुडबाट बिउ बाहिर निस्कने प्रक्रियाले अंकुरण भनिन्छ। त्यसैगरी तेस्रो प्रश्नमा रहेको छ, निम्न कुन कार्यका लागि वन क्षेत्र दिन उपयुक्त हुन्छ? अप्सनहरूमा रहेका छन् ए सुकुम्बासीका लागि बसाउन, बी कृषि क्षेत्रको विकास गर्न, सी राष्ट्रिय प्राथमिकता प्राप्त परियोजना योजना सञ्चालन गर्न, माथिका कुनै पनि होइन। यसका अप्सनहरूमध्ये यसको सही उत्तर हो अप्सन सी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना परियोजना सञ्चालन गर्न। वन क्षेत्र राष्ट्रिय प्राथमिकता प्राप्त परियोजना योजनाहरू सञ्चालनका लागि उपयुक्त हुन्छ, सुकुम्बासी बसाउन होइन। त्यसैगरी कृषि क्षेत्रको विकास गर्नका लागि वन क्षेत्र प्रयोग गर्न पाइँदैन, त्यसैले यसको सही उत्तर हो अप्सन सी। त्यसैगरी अर्को प्रश्नतर्फ अघि बढौँ। प्रश्न नम्बर 4 मा रहेको छ, नेपालमा वन नर्सरीहरूको प्रमुख समस्या के हो? ए मा रहेको छ राम्रोसँग बिउ सङ्कलन नगर्ने, बी मा रहेको छ बिउ रोप्ने ठिक समयलाई ध्यान नदिने, सी मा रहेको छ राम्रोसँग नर्सरी नबनाउने, डी मा रहेको छ माथिका सबै। यसको सही उत्तर हो नेपालका नर्सरीहरूको प्रमुख समस्या भनेको यी माथिका सबै हुन्, त्यसैले यसको सही उत्तर अप्सन डी हुन्छ। त्यसैगरी प्रश्न नम्बर 4 तर्फ अघि बढौँ। प्रश्न नम्बर 4 मा रहेको छ टाँचा भनेको के हो? अप्सन ए मा रहेको छ रुखहरूमा पेन्टले लेख्ने चिन्हहरू, त्यसैगरी बी मा रहेको छ वन कर्मचारीहरूले किला ठोक्न प्रयोग गर्ने घन, त्यसैगरी सी मा रहेको छ माउतेले हात्तीको टाउकोमा हिर्काउने घन, त्यसैगरी डी मा रहेको छ काठ वा खडा रहेको रुखमा छाप चिन्ह वा निशाना। यसको सही उत्तर हो अप्सन डी काठ वा खडा रहेको रुखमा छाप चिन्ह वा निशानालाई नै टाँचा भनिन्छ। यो परिभाषा वन ऐन 2076 ले टाँचाको परिभाषा यसरी गरेको छ। त्यसैगरी प्रश्न नम्बर 6 तर्फ अघि बढौँ। प्रश्न नम्बर 6 मा रहेको छ खडा रुखको पुरा उचाइ भन्नाले के बुझिन्छ? रुखको फेददेखि छत्र पलाएसम्मको उचाइ, रुखको टुप्पोदेखि फेदसम्मको उचाइ, रुखको फेददेखि हाँगा पलाएसम्मको उचाइ र माथिका सबै। यसको सही उत्तर हो खडा रुखको पुरा उचाइ भन्नाले रुखको टुप्पोदेखि फेदसम्मको उचाइलाई जनाउँछ, त्यसैले यसको सही उत्तर अप्सन बी हुन्छ। त्यसैगरी अब अर्को प्रश्नतर्फ अघि बढौँ। प्रश्न नम्बर 6 पछि 7 मा रहेको छ वन डढेलो व्यवस्थापन राष्ट्रिय रणनीति कहिलेदेखि स्वीकृत गरी लागू गरिएको हो? वन डढेलो व्यवस्थापन राष्ट्रिय रणनीति, यसका अप्सनहरू रहेका छन् अप्सन ए विक्रम सम्वत 2066 साल, त्यसैगरी अप्सन बी मा रहेको छ विक्रम सम्वत 2067 साल, त्यसैगरी अप्सन सी मा रहेको छ विक्रम सम्वत 2072 साल र अप्सन सी मा रहेको छ विक्रम सम्वत 2076 साल। राष्ट्रिय वन डढेलो व्यवस्थापन राष्ट्रिय रणनीति 2067 सालमा स्वीकृत गरी लागू गरिएको थियो, त्यसैले यसको अप्सन बी सही उत्तर हुन आउँछ। त्यसैगरी यस वन रक्षक तथा गेम स्काउट लक्षित प्रश्नोत्तर सामग्रीको 8औं प्रश्नमा रहेको छ रुखको छपान कार्य गर्न किन आवश्यक छ? यसका अप्सनहरूमा रहेका छन् पोलहरूको परिणाम पत्ता लगाउन, त्यसैगरी बी मा रहेको छ वन कार्ययोजनामा भएका व्यवस्था अनुसार वार्षिक कटान परिणाम निकाल्न, त्यसैगरी सी मा रहेको छ वनमा भएका रुखहरूको सङ्ख्या पत्ता लगाउन र डी मा रहेको छ माथिका सबै। यसको सही उत्तर हो
अप्सन बी वन कार्ययोजनामा भएका व्यवस्था अनुसार वार्षिक कटान परिणाम निकाल्न रुखको छपान कार्य आवश्यक हुन्छ। त्यसै गरी अर्को प्रश्नतर्फ अघि बढौँ। प्रश्न नम्बर 9मा रहेको छ स्थलगत रूपमा वन पैदावारको परिमाण निकाल्न योग्य परिमाण थाहा पाउन त्यसको अवयवहरूको नाप लिने कार्यलाई के भनिन्छ? यसका अप्सनहरूमा रहेका छन् वन क्षेत्र मापन, बीमा रहेको छ आयतन मापन, सीमा रहेको छ वन मापन र डीमा रहेको छ माथिका सबै। यसको सही उत्तर हो वन मापन। स्थलगत रूपमा वन पैदावारको परिणाम निकाल्न योग्य परिणाम थाहा पाउनका लागि त्यसका अवयवहरूको नाप लिने कार्यलाई वन मापन भन्ने गरिन्छ। यो पनि निकै महत्त्वपूर्ण प्रश्न रहेको छ। त्यसै गरी अब अर्को प्रश्नतर्फ अघि बढौँ। प्रश्न नम्बर 10मा रहेको छ नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो? यो धेरै सोधिने प्रश्न, धेरै सोधिने र सरल मध्येको प्रश्न हो। नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो? यसका अप्सनहरूमा रहेका छन् बर्दिया राष्ट्रिय निकुञ्ज, छायानाथ राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज। नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज हो, जसको स्थापना विक्रम सम्वत 2030 सालमा भएको थियो। त्यसै गरी नेपालको विश्व सम्पदा सूचीमा सूचीकृत राष्ट्रिय निकुञ्जहरू सगरमाथा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जहरू हुन्। त्यसै गरी विश्वको सबैभन्दा उच्च स्थानमा रहेको राष्ट्रिय निकुञ्ज सगरमाथा राष्ट्रिय निकुञ्ज हो। त्यसै गरी नेपालको कान्छो राष्ट्रिय निकुञ्जको रूपमा स्थापित राष्ट्रिय निकुञ्ज छायानाथ राष्ट्रिय निकुञ्ज हो। यो पनि तपाईँहरूको लागि थप जानकारी। त्यसै गरी अब प्रश्न नम्बर 11तर्फ अघि बढौँ। प्रश्न नम्बर 11मा रहेको छ सामुदायिक वनमा गर्नु नहुने कार्य देखाएको मध्ये कुन हो? अप्सनहरूमा रहेका छन् राजनीतिक पीडितको नाममा जग्गा बाँड्न, वन जङ्गल विनाश गर्न, बेच्न र कृषि खेती गर्न, घर छाप्रो बनाउन, जनावर मास्न। सामुदायिक वनमा गर्न नहुने कार्यहरू के हुन्? सामुदायिक वनमा उल्लेखित माथिका सबै कार्यहरू गर्न मनाइ छ। राजनीतिक पीडितको नाममा जग्गा बाँड्न पाइँदैन। त्यसै गरी वन जङ्गल विनाश गर्न, बेच्न र कृषि खेती गर्न पाइँदैन। घर छाप्रो बनाउन, जनावर मास्न पनि पाइँदैन। त्यसैले यसको सही उत्तर हो माथिका सबै। त्यसै गरी अब प्रश्न नम्बर 12तर्फ अघि बढौँ। प्रश्न नम्बर 12मा रहेको छ कस्तो वनलाई संरक्षित वन भनिन्छ? समुदायका लागि संरक्षण गरिएको वन, जैविक विविधता संरक्षण गर्न छुट्याइएको वन, खतराको सूचीमा परेका बिरुवा प्रजाति वा जनावरको संरक्षणका लागि छुट्याइएको वन, ख र ग दुवै। यसको सही उत्तर हो संरक्षित वन भनेर जैविक विविधताको संरक्षण गर्न छुट्याइएको वन, खतराको सूचीमा परेका बिरुवाका प्रजाति वा जनावरको संरक्षणका लागि छुट्याइएको वन, यी दुवै पर्दछन्। त्यसैले यसको सही उत्तर अप्सन डी हुन्छ, ख र ग दुवै। त्यसै गरी प्रश्न नम्बर 13तर्फ अगाडि बढौँ। प्रश्न नम्बर 13मा रहेको छ वन क्षेत्रको गस्ती गर्दा ध्यान दिनुपर्ने कुराहरू के हो? गस्ती सम्बन्धी स्थानहरू गोप्य राख्ने, आवश्यक सामानहरूको जोहो गर्ने, पूर्व योजना तयार गर्ने, माथिका सबै। यसका अप्सनहरू रहेका छन् वन क्षेत्रको गस्ती गर्दा विशेषतः गस्ती सम्बन्धी स्थानहरूको गोप्य राख्ने, आवश्यक सामानहरू जोहो गर्ने, पूर्व योजना तयार गर्ने जस्ता कार्यहरूलाई ध्यान दिनुपर्छ। त्यसैले यसको सही उत्तर हुन्छ अप्सन डी माथिका सबै। त्यसै गरी प्रश्न नम्बर 14तर्फ अघि बढौँ। प्रश्न नम्बर 14मा रहेको छ घाट गद्दी भनेको के हो? यसका अप्सनहरूमा रहेका छन् नदीले काठ बगाई ल्याउने घाट, वन पैदावार काठ दाउराको अस्थायी भण्डारणका लागि तोकिएको आधिकारिक स्थान, काठ काट्नु पूर्वको तयारी, माथिका सबै। घाट गद्दी भनेर वन पैदावार काठ दाउराको अस्थायी भण्डारणका लागि तोकिएको आधिकारिक स्थानलाई बुझिन्छ। त्यसैले यसको सही उत्तर हुन्छ अप्सन बी। त्यसै गरी प्रश्न नम्बर 15तर्फ अघि बढौँ। प्रश्न नम्बर 15मा रहेको छ वन ऐन 2076 अनुसार वातावरणीय सेवा अन्तर्गत देखाएको मध्ये कुन कुन पर्दछन्? वन ऐन 2076ले वातावरणीय सेवाहरूलाई तोकिदिएको छ, जस अन्तर्गत कुन कुन पर्दछन् भन्ने प्रश्न रहेको छ। यसका अप्सनहरूमा कार्बन सेवा, जैविक विविधता, जलाधार तथा जल चक्र प्रणाली र माथिका सबै। यसको सही उत्तर हो वन ऐन 2076 अनुसार वातावरणीय स्रोत अन्तर्गत कार्बन सेवा, जैविक विविधता, जलाधार तथा जल चक्र प्रणाली यी सबै पर्दछन्। त्यसैले यसको सही उत्तर अप्सन डी हुन्छ। त्यसै गरी प्रश्न नम्बर
16 तर्फ अघि बढौँ। प्रश्न नम्बर 16 मा रहेको छ तलका चराहरूमध्ये राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 को अनुसूची 1 अनुसार संरक्षित चरा कुन हो? यहाँ अप्सनहरूमा रहेका छन् ढुकुर, सुगा, डाँफे र लामपुच्छ्रे। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 को अनुसूची 1 मा संरक्षित चराहरू, संरक्षित जनावरहरू लगायतका विविध पक्षहरू उल्लेख गरिएको छ। संरक्षित चराहरूमा उल्लेखित अप्सनहरूमध्ये संरक्षित चराको सूचीमा पर्ने चरा डाँफे हो, त्यसैले यसको सही उत्तर डाँफे हुन्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 ले चराहरूलाई 9वटा चराहरूलाई संरक्षित सूचीमा राखेको छ। त्यसैगरी प्रश्न नम्बर 17 तर्फ अघि बढौँ। प्रश्न नम्बर 17 मा रहेको छ घाइते भालुको बच्चा भेटेर कसैले वन रक्षकलाई दिएमा उसले के गर्नुपर्दछ? नलिने, लिएर आफूले पाल्ने, चिडियाखानामा पठाउने, जिल्ला वन कार्यालयमा बुझाउने। यसका अप्सनहरू रहेका छन् घाइते भालुको बच्चा भेटेर कसैले वन रक्षकलाई दिएमा उसले के गर्नुपर्छ भन्ने प्रश्न रहेको छ। यसका अप्सनहरूमा नलिने, लिएमा आफूले पाल्ने, चिडियाखानामा पठाउने, जिल्ला वन कार्यालयमा बुझाउने रहेका छन्। यसको सही उत्तर हो जिल्ला वन कार्यालयमा बुझाउने। वन रक्षकले भालुको बच्चा भेटेर कसैले दिएमा जिल्ला वन कार्यालय सम्बन्धित जिल्ला वन कार्यालयमा बुझाउनु पर्ने प्रावधान रहेको छ। त्यसै गरी आजको प्रश्न नम्बर 18 तर्फ अघि बढौँ। प्रश्न नम्बर 18 मा रहेका छ तलका महिनाहरूमध्ये कहिले वृक्षारोपण गर्दा सबैभन्दा राम्रो हुन्छ? यो सजिलो प्रश्न तर महत्त्वपूर्ण प्रश्न रहेको छ। वृक्षारोपणका लागि सबैभन्दा उत्तम महिना यहाँ अप्सनहरू रहेका छन् वैशाख, श्रावण, कार्तिक र माघ। यसको सही उत्तर हो वृक्षारोपणका लागि श्रावण महिना उपयुक्त हुन्छ। बर्खाको महिनामा वृक्षारोपण गर्न उपयुक्त हुन्छ, त्यसैले यसको सही उत्तर हुन्छ अप्सन बी श्रावण। त्यसै गरी प्रश्न नम्बर 19 तर्फ अगाडि बढौँ। प्रश्न नम्बर 19 मा रहेको छ चितवन राष्ट्रिय निकुञ्ज कुन वन्यजन्तुको लागि प्रसिद्ध छ? नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज कुन वन्यजन्तुको लागि प्रसिद्ध छ? यसका अप्सनहरूमा रहेको छन् अप्सन ए मा गैंडा, अप्सन बी मा भालु, अप्सन सी मा चितुवा र अप्सन डी मा तिब्बती खरायो। चितवन राष्ट्रिय निकुञ्ज विशेषतः एकसिङे गैंडाको लागि प्रसिद्ध छ, त्यसैले यसको सही उत्तर हुन्छ अप्सन ए गैंडा। त्यसै गरी सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज तिब्बती खरायोको लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज हो। यो पनि तपाईँको लागि थप जानकारी। त्यसै गरी प्रश्न नम्बर 20 तर्फ अघि बढौँ। प्रश्न नम्बर 20 मा रहेको छ काठको आयतन नाप गर्ने मापन युनिट के हो? काठको आयतन नाप गर्ने मापन युनिट के हो? ए मा रहेको छ घन फिट, बी मा रहेको छ वर्ग फिट, सी मा रहेको छ वर्ग मिटर, डी मा रहेको छ वर्ग घन फिट। यसको सही उत्तर हो अप्सन ए वर्ग फिट अर्थात् क्युबिक फिट। काठको आयतन क्युबिक फिटमा मापन गर्ने गरिन्छ। त्यसै गरी प्रश्न नम्बर 21 मा रहेको छ विश्व जैविक विविधता दिवस कहिले मनाइन्छ? यसका अप्सनहरूमा रहेका छन् ए जुन 5, बी जुलाई 29, सी अप्रिल 22 र डी मे 22। विश्व जैविक विविधता दिवस मे 22 मा मनाइने गरिन्छ, त्यसैले यसको सही उत्तर अप्सन डी हुन्छ। त्यसै गरी विश्व वातावरण दिवस जुन 5 मा मनाइने गरिन्छ भने विश्व बाघ दिवस जुलाई 29 मा मनाइने गरिन्छ। त्यस्तै विश्व पृथ्वी दिवस अप्रिल 22 मा मनाइने गरिन्छ। यो पनि तपाईँको लागि जानकारी। अब अर्को प्रश्नतर्फ प्रश्न नम्बर 22 तर्फ अगाडि बढौँ। प्रश्न नम्बर 22 मा रहेको छ स्वच्छ वातावरणको हक नेपालको संविधानको कुन धारामा उल्लेख छ? यहाँ अप्सनहरूमा रहेका छन् धारा 30, धारा 31, धारा 35 र धारा 36। स्वच्छ वातावरणको हक नेपालको संविधानको धारा 30 मा उल्लेख गरिएको छ, त्यसैले यसको सही उत्तर अप्सन ए हुन्छ। मौलिक हकको रूपमा स्वच्छ वातावरणको हकलाई धारा 30 मा उल्लेख गरिएको छ। त्यसै गरी प्रश्न नम्बर 23 तर्फ अगाडि बढौँ। जैविक विविधता सूचना केन्द्र नेपालको कुन ठाउँमा
रहेको छ। यो पनि महत्त्वपूर्ण प्रश्न रहेको छ। धेरै परीक्षाहरूमा, अगाडिका परीक्षाहरूमा पनि सोधेको प्रश्न। ए गोदावरी ललितपुर, बी टिकौली चितवन, सी ककनी नुवाकोट, डी पोखरा कास्की। यसका अप्सनहरू रहेका छन्। जैविक विविधता सूचना केन्द्र नेपालको टिकौली चितवनमा भन्ने स्थानमा रहेको छ। त्यसैले यसको सही उत्तर अप्सन बी हुन्छ। त्यसै गरी अर्को प्रश्न नम्बर 24 तर्फ अगाडि बढौँ। प्रश्न नम्बर 24 मा रहेको छ, वन ऐन 2076 बमोजिम मुद्दा हेर्ने अधिकारीले अभियुक्तलाई बढीमा कति दिन हिरासतमा राख्न सक्ने अनुमति दिन सक्ने व्यवस्था रहेको छ। यसका अप्सनहरू रहेका छन् 7 दिन, 15 दिन, 25 दिन र 60 दिन। वन ऐन 2076 बमोजिम मुद्दा हेर्ने अधिकारीले अभियुक्तलाई बढीमा 25 दिन हिरासतमा राख्न अनुमति दिन सक्ने व्यवस्था छ। त्यसैले यसको सही उत्तर हुन्छ अप्सन सी 25 दिन। वन रक्षक तथा गेम स्काउटका विभिन्न प्रदेशहरूको परीक्षाका लागि उपयोगी हुन्छ भनेर बनाइएको यस सामग्रीलाई तपाईहरू हेरिराख्नु भएको छ। हाम्रो ज्ञान सारथी युट्युब च्यानल सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला। साथै यस भिडियोलाई मन परे सेयर पनि गर्नुहोला र लाइक पनि गर्नुहोला। साथै केही सुझावहरू भएमा कमेन्ट गर्नुहोला। अब यस वन रक्षक तथा गेम स्काउट लक्षित प्रश्नोत्तर सामग्रीको अन्तिम प्रश्न अर्थात् प्रश्न नम्बर 25 का रूपमा रहेको छ, सर्पगन्धाको प्रयोग मुख्यतया के को उपचारका लागि गरिन्छ? यसका अप्सनहरूमा रहेका छन् उच्च रक्तचाप, सर्पको टोकाइ, क्यान्सर उपचारको औषधि बनाउन, झाडापखालाको रोकथाम गर्न। सर्पगन्धा नामक जडीबुटीको प्रयोग विशेषतः उच्च रक्तचापको लागि प्रयोग गरिन्छ। यसको जरा प्रयोग गर्ने गरिन्छ। यो सँगै आजको यस वन रक्षक तथा गेम स्काउट लक्षित प्रश्नोत्तर सामग्रीका 25 वटा प्रश्नहरू हामीले राखिसकेका छौँ। तपाईलाई यी प्रश्नहरू कस्तो लाग्छ? जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाहहरू दिनुहोला। साथै हाम्रो यस च्यानललाई लाइक, सेयर अनि सब्सक्राइब गर्न नभुल्नुहोला। साथै यस भिडियोलाई अन्तिम समयसम्म हेर्नुभएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। आगामी दिनहरूमा पनि यस्तै भिडियो हेर्नका लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला है त। धन्यवाद, नमस्कार।